भयो पर्दैन बरु एउटा मिल्क कफी अनि एउटा चुरोट ल्याउनु है अरू सरलाई त्यति भए पुग्छ अनि चुरोट खै त सर म एकछिनमा ल्याइदिन्छु है हस् थ्याङ्क यू हेलो 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 विजय विजय को हो विजय म राजु बोलेको छिटो मेरो घर आइज मलाई आपत परिसक्यो छिटो के भयो प्लिज 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 के लो मैले राखेँ हेलो हेलो के भएछ यसलाई ए भाइ हजुर मेरो कागज देख्यौ यो कागज हजुरको हो दाइ यो हजुरको पेपर नमस्ते आन्टी नमस्ते बाबु आन्टी राजु छैन घरमा अह के भनेको बाबु आज 3 दिनदेखि राजु घरमै आएको छ ल र मलाई त भर्खर फोन गरेर बडबडे राखेको थियो फोनमा हैन फोन गर्दा फोन पनि लाग्दैन के भन्नुभएको तपाईले भर्खर मलाई फोन गरेको थियो म एकछिन ट्राई गर्छु रुक्नु ल एङ्गेज पो भइरहेछ मोबाइल पनि स्विच अफ छ त खै बाबु आज 3 दिनदेखि राजु घरमा आएको पनि छैन यदि खबर पायो भने मलाई छिट्टो खबर गर है घरमा सबैजना आइसकेछन् ल हस् आन्टी म खबर पाएँ भने म हजुरलाई भन्छु राजुलाई भेट्यो भने म घर भेट्नु जस्तो लाग्छ हस् बाबु एम्बुलेन्स बोलाएर ल यार रगत बगिरहेछ गाडी गर्न छिटो ए हानेर गाडी त भागिहाल्छ ल यार कसरी ल हेर त बिचारा ल यार मर्ला जस्तो भइसक्यो यार ल यार यो त ठाउँको ठाउँ भयो कि क्या यो त भएन नि यार मरेछ सर कहाँ गएछ राजु किन फोन गरेछ त्यसले अनि यो पेपर लिन म त्यो रेस्टुरेन्ट किन गएछु फेरि के रहेछ यो कागजमा त्यस्तो हेलो आज म आउन सक्दिनँ होला यार टाउको दुखिरहेछ म रुमै छु ल है ल बाई विजय विजय उठ्न कहाँबाट आइस् त हेर
मलाई समस्या परेछ यार प्लिज मलाई हेल्प गर्न विजय म ठुलो ट्र्यापमा परेछु यार प्लिज मलाई यसमा बचा प्लिज मलाई दि तैँले मलाई बचाउनस् भने म तँलाई के सपना देखेको यस्तो यार फेरि यहाँ आएछ अरे यसलाई त लिएर जानु पर्यो के रहेछ यो साउनी एउटा दुध चिया बनाइदिनु न है चिनी अलिक कम है पत्रिका छैन आजको ए धन्यवाद अघिको त्यो कागज के होला त्यसमा एकचोटि हेर्नु पर्यो साला केही छैन त खाली छ त साउनी एउटा चुरोट दिनुस् न ए आन्टी एउटा चिया दिनु है मलाई ए दाइ यो आजको न्युज पेपर हो के लेखेर चाहिँ न्युज पेपरमा त्यहाँ हिजो सातो बाटोमा अलि अचम्म खालको एक्सिडेन्ट भएको रहेछ ए त एक्सिडेन्ट यस्तो यो भइहाल्छ नि के थाहा हुँदैन म पनि त भोलि मर्न सक्छु यस्तै हो दाइ यो पेपर झरेको रहेछ नि तपाईँको हो थ्याङ्क यू ए त्यहाँ तल एक्सिडेन्ट भएछ नि यार है त्यही त यार कतै एक्सिडेन्ट भएको
केटाकेटीले चलाउनै आउँदैन अहिले 7 बाटोमा नि एक्सिडेन्ट भएर रहेछ आजकलको जेनेरेसन यो दिन्छ के भएको आजभोलिको केटाकेटीहरू राम्रोसँग चलाउनै आउँदैन बाइक पाएपछि मजाले हुन्क्याउँछ चिया खानु पर्ला है दिदी दिदी 2 कप चिया ल्याइदिनुहोस् न ल यस्तै त हो धनी बाबुको छोराछोरी बनी त हो अकलमा ओइ उति पत्रिका दिन ल आन्टी एउटा चिया बनाइदिनुहोस् न है यहाँ मेरो एउटा पेपर छुट्टी थियो होला कता यतै एकदम इम्पोर्टेन्ट थियो देखिन त मैले तपाईहरुले लेख्नुभयो होला यो थ्याङ्क यू है एउटा चिया बनाइदिनु त कति भयो एक्सक्युज मी के म तपाईको यो पेपर हेर्न सक्छु ओ विजय किन फोन उठाउनु ढिलो गरेको चाँडा आइज त मगा अहिले अस्ति एउटा पेपर पाथिस् भनेको थिइस् नि त्यो पेपर लिएर चाँडा आइज त मगा चाँडा आइज त मगा किन बोलाइछ मलाई तैँले मलाई अस्ति त्यो पेपरको कुरा गरेको थिइस् नि भन्न भन् आइज बस भन्न के भयो तेरो अस्तिको पेपर निकाल त किन चाहियो तँलाई म एकचोटि हेर्छु किन चाहियो भन्न एकचोटि हेर्छु ले त उखासे टिप तँलाई थाहा छ यो कागजको रहस्य मैले थाहा पाएँ नि के भन्छ हो यो हे हावा कुरा गर्छ यो मैले बाटोमा खसेको पाएको कागज राम्रो लागेर खल्टीमा हालेको तँलाई यो कागजको रहस्य बारेमा मैले भन्यो नि तैँले मलाई पागल भन्छस् हे के भन्छ यो नचाहिने कुरा नगर के हो र यो कागजको टुक्रा हो यो नेपाली कागज हो यो अरू के हो यो होइन यो कागजको रहस्य छुट्टै छ यार के भन्छ यो 2 दिन अगाडि मैले एउटा पेपर भेटेको थिएँ यार त्यो पेपर लिएर म चिया पसल गएँ चिया खाँदै थिएँ पत्रिका पढ्दै थिएँ पछि एकजना त्यो मान्छे आएको थियो झिल्के झिल्के खालको मैले खासै मतलब गरिनँ के सोचिरहेको थिएँ मलाई मसँग कुरा गर्न खोजिरहेको थिएँ सायद
पछि कसरी त्यो पेपर खसेछ यार भुइँमा, त्यसले मलाई फिर्ता गरेको थियो अनि गयो। पछि दुईजना मान्छेहरू आएको थियो यार फेरि, के एक्सिडेन्टको बारेमा कुरा गर्दै थिए तिनीहरू। मैले खासै मतलब गरिनँ। अनि के भयो त? तैँले के भन्नु खोजेको भन्न? तँलाई धेरै कुरा भन्नुपर्ने छ यार त्यो बारेमा। दोस्रो दिन पनि म त्यही पसलमा यार चिया खान गएको थिएँ। चिया खाइरहेको बेलामा अचानक एकजना त्यो लुरी खालको मान्छे पेपर खोज्दै आयो। त्यो एउटा मोटे खालको मान्छेले त्यसलाई पेपर खोजेर दियो यार। अचम्मको कुरा त के भयो भने त्यो पेपर र यो पेपर सेम थियो यार। अलिपर पुगेपछि अलिपर हिँड्दै थिएँ, त्यहाँ एक्सिडेन्ट भएर रहेछ। त्यो एक्सिडेन्टमा को मरेको रहेछ थाहा छ? को? त्यही मोटे मरेको रहेछ यार। के भन्छस्? त्यो एक्सिडेन्ट पछि यार म घर फर्के बाटोमा सोच्दै हिँडेँ यार यो कागजको बारेमा रहस्य पत्ता लगाउँछु भनेर। फेरि भोलिपल्ट म त्यो चिया पसलमा गएँ यार। एउटा पत्रिका पढेर बसिरहेको थियो मान्छे, मुख छोपेर पुरै। जुन कागज तेरो अनि मेरो अनि त्यो लुरे केटाको थियो नि, सेम कागज त्यहीसँग पनि थियो यार। त्यसपछि मैले त्यो टेबलमा भएको यार पेपर हेर्नको लागि त्यो मान्छेसँग के हेर्न सक्छु भनेर मैले भने, उसले अचम्मै पाराले हात हल्लाएर हेर भने यार। त्यसपछि मैले त्यो पेपर कम्पेयर गरेँ, पेपर त उस्तै थियो यार। पछि त्यहाँबाट म हतार निस्केँ। को रहेछ त्यो पत्रिका पढेर हेरेर बस्ने मान्छे भनेर हेर्नु खोज्दा त त्यो अस्ति एक्सिडेन्टमा मरेको साला त्यही मोटे पो रहेछ यार। हे मुला, काहीँ मरेको मान्छे नि फिर्ता आउँछ? वायात मान्छेको काम छोडेर फोकटमा घर बोलाएर मान्छेलाई यहाँ। खैले मेरो कागज? म घर जान्छु। ला तेरो कागज। उसो भए तैँले यो कागजको रहस्य थाहा पाइनस् है अझै पनि? साला त्यही थाहा नभएर त तँलाई मैले बोलाएको यहाँ घरमा। उसो भए सुन, यो कागजको रहस्य के रहेछ? जसले यो कागज दिन्छ नि त्यो मर्नै पर्छ। गाडी भाग्यो फोन गर के भन्नु